यो हो केदारनाथको चाहिँ नदी। अझै अलिकति त्यति वर्षा भएको छैन है, यत्रो ठुलो आइरहेको छ हेर्नुहोस् गाइस, यहाँ देख्नुहोस् है। त्यति वर्षा चाहिँ भएको छैन, अलिक कमै छ वर्षा भएको होइन, त्यति वर्षा भएको छैन। त्यसैले यहाँ पाहाड चाहिँ यत्रो छ। अहिले म चाहिँ यहाँ पुलमा आएर प्रयोग गर्दा छु है, देख्न सक्नुहुन्छ। यो चाहिँ पुल गाइस है, यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ पुल हो। सो यहाँ पनि देख्न सक्नुहुन्छ हेर्नुहोस्, यो नदी चाहिँ यति ठुलो परिरहेको छ अहिले। अलिक वर्षा आयो भने त अलि डर पनि लाग्छ है यो ठाउँमा वर्षालाई, कस्तो भने चाहिँ पानी एकदम बढेर आउँछ, वर्षा खतरनाक वर्षा। यहाँबाट यसरी चाहिँ आएको थियो मन्दिरबाट है, यतैबाट आएको थियो। ठाउँ ठाउँमा चिरेर लगेको छ, मेन आगो भनेको यही बाटो हो है, यहीबाट चाहिँ आउँदा आएको हो। यो पाहाडबाट चाहिँ पानी आएर चाहिँ मन्दिरलाई लगेको है। अहिले मन्दिर चाहिँ अलिक सुरक्षाको लागि आब्दा आए पनि के नहोस् भन्नुको लागि मन्दिरलाई बहुत सुरक्षा गरेको छ। मन्दिर यहाँ बिचमा रहेको छ, हेर्नुहोस् मन्दिरलाई कस्तो घेरबार गरेको छ पुरै है। त्यो यहाँ आब्दाको लागि देख्न सक्नुहुनेछ। फर्स्ट सुरुवात नै यहीँबाट गरौँ भनेर चाहिँ यता आएको है। अब हजुरहरूलाई सेकेन्ड भिडियोमा चाहिँ घना जङ्गलमा जानेछु र जङ्गलमा के हुन्छ र के हुन्छ, कस्तो उनीहरू अपनाउनु पर्छ है, त्यो चाहिँ हजुरलाई देखाउने छु। पाहाडमा जङ्गलमा कसरी रात बिताउने, कस्तो अवस्थामा के गर्ने है भन्ने कुरामा चाहिँ हजुरहरूलाई देखाउँछु। फर्स्ट भिडियो गाइस, फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है हजुरलाई, यस्तै भिडियो हेर्नुको लागि हजुरहरूले होइन। अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। यो फ्रेङ्गी भ्लगमा सब्सक्राइब गर्नु नबिर्सिनु होला हजुरहरूले। सो यहाँको मौसम चाहिँ एकदम खुला छ है आज, एकदमै होइन, एकदम खुला भएको कारणले यहाँ अलिकति यो भ्यू लगेको छौँ हामीले। यो भ्यू लग्न छ लगेका छौँ। यताबाट भन्ने हो भने बाँसुताल जाने बाटो यो यहाँनिर छ है। ल यो बाटो जान्छ हेर्नुहोस् गाइस, बाँसुताल। यहाँबाट अलि बाटो पनि देखिरहेको होला तपाईँहरूलाई है। यहाँबाट चाहिँ बाँसुताल जान्छ। ल हेर्नुहोस् यो बाटो छ यहाँ, हेर्नुहोस् यो बाटो सिधा माथि काटेर माथि गएको छ नि होइन, यो गएको छ हेर्नुहोस्। यहाँ हुँदै माथि यो टपमा गएर चाहिँ यहाँबाट बाँसुताल चाहिँ जाइन्छ है। यहाँबाट यो डाँडो चाहिँ माथि यो डाँडो काट्यो भने चाहिँ हामीले यहाँबाट उता हामीलाई सिधा लाग्छ। अनि त्यहाँबाट हुँदै बाँसुताल पुग्नु नजिकै छ है, बाँसुताल पुग्न सकिन्छ हामीले। हेर्नुहोस् यो मन्दिर यता छ। केदारतालको बाटो, केदारताल जानको लागि चाहिँ केदारतालको बाटो चाहिँ यो हेर्नुहोस् गाइस, यहाँ आब्दा आइरहेछ। यहाँ नजिक देख्न सक्नुहुन्छ यहाँ बाटो है, यहाँ चाहिँ बाटो देख्नुहुन्छ। यहाँबाट चाहिँ केदारताल जाइन्छ है, यहाँबाट चाहिँ केदारताल जाइन्छ। केदार जाने बाटो नै यो हेर्न सक्नुहुन्छ तपाईँ। अरूको लागि हेर्नुहोस् केदारताल जाने बाटो, केदारताल भने यो हिमालयको पछाडिपट्टि देख्न सक्नुहुन्छ केदारताल। यहाँ बिचमा केदारताल छ है, देख्नुहुन्छ। यो अलिकति आब्दाले देखेको छ नि, यहाँ ठुलो ताल थियो पहिला, अहिले आब्दाले गर्दा पनि लगेर अलिकति सानो ताल छ है, सानो